के तपाईँ टिचर स्टुडेन्ट वा कुनै कन्टेन्ट क्रिएटर हुनुहुन्छ र कुनै पनि बुकको लेसन पिडिएफलाई केही मिनटमै प्रेजेन्टेसन स्लाइडमा बदल्न चाहनुहुन्छ? यदि हो भने आजको भिडियो तपाईँको लागि निकै उपयोगी हुनसक्छ, किनकि आज म तपाईँलाई लुमा एजुकेसनको वेबसाइटबाट एउटा लेसनको पिडिएफ डाउनलोड गरेर गामा एपको मद्दतले आकर्षक प्रेजेन्टेसन स्लाइड बनाउन स्टेप बाई स्टेप देखाउँछु। Don't need any design skill, so make sure to watch this video till the end. नमस्कार साथीहरु, स्वागत छ मेरो यस युट्युब च्यानलमा। यहाँ हामी एआई सम्बन्धी विभिन्न एजुकेसनल टिप्स एन्ड टेक्नोलोजी ट्युटोरियल्स लिएर आउँछौँ। यदि तपाईँलाई यस्तो भिडियोहरू नियमित हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन प्रेस गर्न नभुल्नु होला। अब सुरु गरौँ। ओपन द लुमा। सबैभन्दा पहिला ब्राउजर ओपन गर्नुहोस्। यदि ब्राउजर ओपन गरिसकेपछि तपाईले लुमा एजुकेसन टाइप गर्नुहोस्। लुमा एजुकेसन टाइप गर्नुहोस्। त्यसरी टाइप गरिसकेपछि लुमा एजुकेसन यो लिङ्कमा क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसकेपछि तपाईले लुमा अनलाइनमा क्लिक गर्नुहोस्। यसरी लुमा अनलाइनमा क्लिक गरिसकेपछि लुमा अनलाइनको यो ड्यासबोर्ड खुल्नेछ, जुन चाहिँ यहाँ विभिन्न कक्षाहरू आउनेछ 1 देखि 12 कक्षासम्म। तपाईले कुन कक्षाको कुन विषयको स्लाइड बनाउने हो त्यही कक्षा सिलेक्ट गर्नुहोस्। मैले 5 कक्षा सिलेक्ट गरेँ। 5 कक्षा सिलेक्ट गरिसकेपछि मैले चाहिँ विभिन्न विषयहरूमध्ये साइन्स एन्ड टेक्नोलोजी सिलेक्ट गर्छु। अब यदि इङ्ग्लिसबाट इङ्ग्लिस चुज गर्नुहोस् र नेपालीबाट बनाउने हो भने नेपाली चुज गर्नुहोस्। मैले साइन्स एन्ड टेक्नोलोजीको सूचना तथा सञ्चार प्रविधि अथवा मैले यही पार्ट सिलेक्ट गरेँ। यसरी सिलेक्ट गरिसकेपछि यो पिडिएफ खुल्नेछ, केही समय लाग्नेछ पिडिएफ खुल्नको लागि। यसरी पिडिएफ खुलिसकेपछि तपाईले अब यो पिडिएफलाई आफ्नो फाइलमा डाउनलोड गर्न सक्नुहुनेछ। यसलाई डाउनलोड गर्नको लागि यो डाउनलोड अप्सनमा क्लिक गर्नुहोस्। अब डाउनलोड हुन केही समय लाग्छ। क्लोज द लुमा एजुकेसन एन्ड अगेन go to the Google Chrome browser and type or search Gamma app. यसरी गामा एपको लिङ्क ओपन हुन्छ। लिङ्क ओपन भइसकेपछि गामा एपको लिङ्कमा क्लिक गर्ने। यदि तपाईले यो गामा एप पहिला नै फर्स्ट टाइम लगइन गर्दै हुनुहुन्छ भने तपाईको गुगल अकाउन्टबाट साइन गरेर मात्रै यो ड्यासबोर्ड ओपन हुन्छ। तपाईले आफ्नो प्रयोग भइरहेको गुगल अकाउन्ट प्रयोग गर्नुहोस्। त्यहाँ विभिन्न अप्सनहरू आउँछ, त्यो अप्सनहरूलाई स्किप गर्नु भए पनि हुन्छ, क्लिक गर्दै जानु भए पनि हुन्छ। यसरी अब गामा एपको ड्यासबोर्ड खुलिसकेपछि तपाईले क्रिएट न्यूमा क्लिक गर्नुहोस्। यसरी क्रिएट न्यूमा क्लिक गर्नु भइसकेपछि तपाईले आफ्नो पिडिएफबाट चाहिँ प्रेजेन्टेसन बनाउने भएको हुनाले इम्पोर्ट फाइल अर युआरएल भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुहोस्। यो जेनेरेट पेस्ट इन टेक्स्ट तपाईले आफूले इन्स्ट्रक्सनहरू दिएर पनि जेनेरेट गर्न सक्नुहुनेछ भने अब हामी चाहिँ पिडिएफबाट प्रेजेन्टेसन स्लाइड बनाउने हुनाले इम्पोर्ट फाइल अर युआरएलमा क्लिक गर्छौँ। यसरी क्लिक गरिसकेपछि तपाईले अपलोड फाइल भन्नेमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी अहिले भर्खर मात्रै हामीले डाउनलोड गरेको पिडिएफ फाइल यही छ, यो डाउनलोड पिडिएफ फाइल। अब यसलाई क्लिक गर्छौँ र ओपन गर्छौँ। यसरी फाइल अपलोड हुन्छ। गामा एआईले डकुमेन्ट एनालाइज गर्न केही समय लाग्छ। लगभग हाम्रो डकुमेन्ट अपलोड हुन लागिसक्यो। अब थोरै केही सेकेन्ड मात्रै, जस्ट वेट फ्यु सेकेन्ड। यसरी हाम्रो फाइल चाहिँ अपलोड भइसक्यो। अपलोड भइसकेपछि तपाईले अब प्रेजेन्टेसनको लागि प्रेजेन्टेसनमा क्लिक छ र अब कन्टिन्यू गर्न सक्नुहुनेछ। मैले कन्टिन्यू गरेँ, केही समय लाग्छ, लोडिङ हुँदैछ। अब यसरी यहाँ तपाईले हाम्रो फाइल यसरी पिडिएफ अपलोड भइसक्यो। यो इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी सूचना तथा सञ्चार प्रविधि भन्ने पाठको मैले गरेको थिएँ। र यसरी यहाँ तपाईले विभिन्न थिममा यो थिममा अब यो थिम यो कुन थिममा चाहिँ तपाईले बनाउन सक्नुहुन्छ। थिमहरू पनि चेन्ज गर्न सक्नुहुनेछ। यहाँ विभिन्न स्टाइलहरू दिएको छ, त्यो स्टाइल फर्मेटहरू चेन्ज गर्न सक्नुहुनेछ। यसरी तपाईले चाहिँ मैले अहिले यो जुन छ त्यही थिममा बनाउन लागेँ। यसमा अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ तपाईले म्याक्सिमम 10 कार्डमा चाहिँ 10 कार्ड मात्रै 10 स्लाइड मात्रै बनाउन सक्नुहुनेछ। यदि त्योभन्दा बढी चाहनुहुन्छ भने चाहिँ त्यसको लागि पेड गर्नुपर्ने हुन्छ। अहिले मैले चाहिँ 10 कार्डको लागि चाहिँ प्रेजेन्टेसन बनाउन इन्स्ट्रक्सन दिन्छु र अब मैले जेनेरेट भन्ने अप्सनमा यदि तपाईलाई एडिसनल इन्स्ट्रक्सन केही दिन चाहनुहुन्छ, यो प्रेजेन्टेसनमा के बनाउने, के प्रयोग गर्ने भन्ने कुरा इन्स्ट्रक्सनहरू केही दिन चाहे तपाईले यहाँ आएर लेख्न सक्नुहुनेछ। मैले चाहिँ अहिलेलाई मात्र इन नेपाली भन्ने मात्रै इन्स्ट्रक्सन दिएँ। नेपालीमा प्रेजेन्टेसन स्लाइड बनाउनु। यदि इङ्ग्लिसमा चाहनुहुन्छ भने तपाईले इङ्ग्लिसमा पनि बनाउन सक्नुहुनेछ।
अब मैले चाहिँ यसलाई नै जेनेरेट अप्सनमा क्लिक गरेँ। यसरी अब जेनेरेटिङ हुँदैछ। यो स्लाइडहरू बनाउनलाई केही समय लाग्छ भने अब स्टार्ट भइसक्यो। यो गामा एआईले प्रेजेन्टेसन स्लाइडहरू बनाउन थालिसक्यो। एउटा स्लाइड बनिसक्यो। सूचना तथा सञ्चार प्रविधिको बन्दैछ। यसरी अर्को स्लाइड पनि बनिसक्यो। यहाँ विभिन्न पिक्चरहरू दिन्छ। यो पिक्चरहरूलाई चाहिँ तपाईँले रिप्लेस पनि गर्न सक्नुहुनेछ र एडिट पनि गर्न सक्नुहुनेछ। यो पिक्चरलाई यतातिर लगेर यता राखेर यता चाहिँ टेक्स्ट राख्न पनि सक्नुहुनेछ। यसरी स्लाइडहरू बनिसक्यो। यसरी विभिन्न पिक्चर सहित यो आइसिटीको स्लाइड बन्दैछ। म्याक्सिमम 10 स्लाइडहरू बनाउन सक्नुहुन्छ। एआईले यसरी एआई जेनेरेटिङ गर्दैछ। किबोर्डको यहाँ पिक्चर समेत यतापट्टि साइडमा पिक्चर आउँछ। जेनेरेटिङ भइरहेछ। हाम्रो 5 वटा 6 वटा स्लाइड भइसक्यो। 7 वटा 8 वटा अब बाँकी 2 वटा स्लाइड 8 वटा 9 वटा स्लाइड बनिसक्यो। पेन सफ्टवेयरको बारेमा तपाईँको पिडिएफलाई सबै डिटेलली रिड गर्छ र उसले प्रेजेन्टेसन बनाउँछ। यसरी पेन सफ्टवेयरको बारेमा पेन्टै गरेर दिएको छ। खोल्ने तरिका समेत पेन सफ्टवेयर के हो त्यसको बारेमा पेन्ट गरेर दिएको छ। हाम्रो स्लाइड फिनिस्ड भयो। अब हामी चाहिँ यो स्लाइडलाई चाहिँ अब एडिट पनि गर्न सक्छौँ। एडिट गर्नको लागि यो 3 डट अप्सनमा क्लिक गर्नु भए पनि हुन्छ र यहाँ पिक्चरकोमा पिक्चरमै आएर क्लिक गर्ने। यहाँ चाहिँ विभिन्न आफ्नो तरिकाले पिक्चरहरूलाई कता राख्ने, टेक्स्टहरू एडिट गर्ने सबै गर्न सक्नुहुनेछ है त। हाम्रो स्लाइड यसरी बनिसक्यो। अब हामी यसलाई चाहिँ आफ्नो फाइलमा कसरी डाउनलोड गर्ने त? आफ्नो फाइलमा डाउनलोड गर्नको लागि चाहिँ तपाईँले यहाँ सेयर भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। सेयर अप्सनमा क्लिक गर्नु भएपछि तपाईँले एक्सपोर्ट गर्नुपर्ने हुन्छ। एक्सपोर्ट गर्दा चाहिँ तपाईँले केमा एक्सपोर्ट गर्ने भनेर हामीले सोध्छ। अब यो पिडिएफमा होइन, हामीलाई पावर पोइन्टमा एक्सपोर्ट गर्नुपर्ने हुन्छ। पावर पोइन्टमा क्लिक गर्ने। यसरी हाम्रो पिपिटी डाउनलोड हुँदैछ। गएर चाहिँ यो पावर पोइन्टलाई हेर्न सक्नुहुनेछ र तपाईँले अब चाहिँ आफ्नो कक्षालाई एकदम प्रभावकारी रूपमा चाहिँ शिक्षण सिकाइ क्रियाकलापहरू गर्न सक्नुहुनेछ। डाउनलोड अप्सनमा हाम्रो प्रेजेन्टेसन स्लाइड आइसकेको छ। अब हामी यसरी यही स्लाइडलाई चाहिँ विभिन्न क्लासरुममा प्रयोग गर्न सक्छौँ है त। यहाँ हाम्रो 10 वटा स्लाइड ओपन भइसकेको छ। 10 वटा स्लाइडमा यसरी स्लाइड बनिसक्यो। यसरी तपाईँले कुनै पनि लेसनलाई चाहिँ सजिलै प्रोफेसनल प्रेजेन्टेसन स्लाइडमा बदल्न सक्नुहुनेछ र आफ्नो कक्षाकोठामा प्रयोग गर्न सक्नुहुनेछ। गामा एआईले चाहिँ छिनभरमै स्लाइड तयार गर्छ। यही नै हो हाम्रो प्रेजेन्टेसन स्लाइड। यसलाई हामी यसरी बनाउन सकिन्छ। अब यसलाई इनेबल एडिटिङमा एडिट पनि गर्न सक्नुहुनेछ। इनेबल एडिटिङ गर्ने, त्यसपछि एडिट गर्ने। यसरी तपाईँले आफ्नो अब यसलाई एनिमेसन ट्रान्जेक्सनहरू दिएर एकदम आकर्षक बनाउन सक्नुहुन्छ है त। यो नम्बर यो सबैलाई एनिमेसन ट्रान्जेक्सनहरू दिन सक्नुहुन्छ। यदि तपाईँलाई एनिमेसन र ट्रान्जेक्सन प्रयोग गरेर अझै आकर्षक बनाउन मन छ भने तपाईँले देख्नुभयो लुमा एजुकेसन वेबसाइटबाट एउटा लेसनको पिडिएफ डाउनलोड गरेर कसरी अट्र्याक्टिभ प्रेजेन्टेसन स्लाइड केही मिनेटमै गामा एपको मद्दतबाट बनाउन सकिन्छ भन्ने कुरा मेथड टिचर्स, स्टुडेन्ट, ट्रेनर्स, कन्टेन्ट क्रिएटर्सहरू सबैको लागि उपयोगी छ। यदि यो भिडियो हेल्पफुल लाग्यो भने तपाईँले एक लाइक, एक सब्सक्राइब, सेयर गरी सपोर्ट गरिदिनु होला। यस्तै एआई टुल सम्बन्धी एजुकेसनल ट्युटोरियल्स, टेक्नोलोजी टिप्स सम्बन्धी भिडियोहरूको लागि च्यानललाई सब्सक्राइब गरी तलको आइकन दबाउन नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।